from school, we are going somewhere. They said that they are saying that there will be nice view, so we are going. Oh my God! It started raining. Jaiming side ho ni mama tyo. See, Jaiming is crying and we are enjoying. Woohoo! Okay, we finally reached the destination, and we can see a nice waiting set here. And because it's raining, I'm afraid we may get stuck here. I'll show you the view. These are Irang. I don't know. I don't know the exact name of the place. So if you know, you please comment and tell me which place is this. She is the one guiding me till here. She's pretty. And my Sai Mama. Sai Mama. Since it's raining, I think we have to go back now. Hey, मेरो good idea छ. के आइडिया छ? Wednesday to Friday. Friday uniform लगाएँ म 20 रुपैयाँमा आइपुग्छु भने त. Oh, मामा हुन्छ त्यसो गर्दा. साच्चै गुड आइडिया मामा हो त्यसरी आउनु ल. अब म तपाईहरुलाई देखाउँछु कि गाइस. यो मामाले झुट बोलेको हो कि हैन भनेर. त्यो सटरडे नै त हुन्छ है. Man is a liar. All men are liars भनेर एउटा होली बाइबलमा लेखिराको त नि. म त्यो प्रुफ गर्छु कि हैन भनेर. कस्तो राम्रो भ्यू हो. हाम्रोमा पनि जहिले यस्तै भ्यू हुनु भने म जहिले भिडियो रेकर्ड गर्थे होला कन्टेन्ट नभए पनि नि त म चाहिँ डेली कन्टेन्ट किन पोस्ट गर्दिनँ भने यो कन्टेन्टै हुँदैन के पोस्ट गर्नुहुन्छ नि त. यस्तो राम्रो हुनु हो नि त. कितना अच्छा है. किन यहाँको मान्छेहरूले कन्टेन्ट बनाउँदैन यार. कसै त बनाउनु स्टार्ट गर्नु न यार. साच्ची अब यहाँको मान्छे त बाहिर निस्केर चुप लागि गरेर हिँड्नु भने पनि कन्टेन्ट भइहाल्छ के. किनभने भ्यू चाहिँ दामी छ नि त. त्यही भएर यदि तपाईहरु इराङ जाइबाट भए पनि कन्टेन्ट बनाउनु न भनेर एडभाइस दिएछ अरे नि त. किनभने तपाईहरुको ठाउँ चाहिँ एकदम राम्रो छ के. अब बोल्नु आउँदैन के मलाई पनि तर जस्ट चुप लागि हिहिहि हाहा गर्दै हिँड्नु भने कन्टेन्ट भइहाल्छ के. अनुहारमा ध्यान नगएर भ्यूमा ध्यान जान्छ नि त. त्यही भएर अब अनुहार पनि ब्युटिफुल हुनु पर्यो हैन. अनुहार ब्युटिफुल छैन प्लस बोल्नु पनि आउँदैन. यति राम्रो ठाउँमा आएर राम्रो कन्टेन्ट बनाउनु पनि आउँदैन भनेपछि मेरो भिडियो बोरिङ नै हुन्छ. तर म चाहिँ सल्युट गर्छु कि कोले मेरो भिडियो लास्टसम्म हेर्छ. किनभने यस्तो बोरिङलाई लास्टसम्म हेर्नु सक्नु भनेको त सुपर पावर नै हुनु पर्यो नि त हैन त मामा. भान्जीको ब्लग खाली नि बोरिङ हुँदैन. मलाई त इन्जोइङ लाग्छ. तपाईले कहिले हेर्नु गएर हेर्नुस् त तपाईको ब्लगमा. एकछिन टाइम निकालेर भए नि मैले हेर्थेँ. मैले भान्जीले ब्लग बनाउन थाल्यो भनेर चाल पाएपछि मैले हेर्न थालेको थिएँ त. थ्याङ्क यू मामा. त्यसो भए मेरो अनेस्ट भ्युवर चाहिँ मामा नै हुनुहुँदो रहेछ. मैले अहिले मात्रै चाल पाएँ. धन्यवाद तपाईँलाई. सास बढो त नि पुरा कुदेको जतिकै. मैले चाहिँ नाम भन्नु बिर्सेछु कि मामाको नाम चाहिँ विराज है. विराज. अनि यता चाहिँ सलिना हो. अघि पानी परेर हतार हतार आएको गाइस. We were rushing to home because it was raining and it completely got lost. आज हामी आएको हाम्रो फ्यामिली ग्यादरिङ भएको घर चाहिँ यो हो. फेरि हामी त्यही जान आँटेको.